प्रेज द लर्ड है। मैले अघि फर्स्टमा के भनिरहेको थिएँ, फर्स्ट भिडियोमा पार्ट 1 मा मैले के भनिरहेको थिएँ भन्दा कि एन्जल्स चाहिँ पहिल्यै क्रिएट भएको, वर्ल्डभन्दा पहिल्यै उसको क्रिएसन पहिल्यै भएको भनेर मैले भनिरहेको थिएँ है। तपाईँहरू कतिमा भएको, के भएको भन्नुहुन्छ भने हामी भर्समा हेऱ्यौँ भने जब च्याप्टर 38 4 to 7 हामी हेऱ्यौँ भने त्यहाँनिर भेट्छौँ कि एन्जल्स वर्ल्डभन्दा पहिला क्रिएट भएको भन्ने कुरा है। अनि एन्जल्सलाई किन क्रिएट गरेको मैले भनिहालेँ तपाईँहरूलाई है कि एन्जल्सलाई चाहिँ परमेश्वरको पर्पस पुरा गर्नुको लागि, उहाँको पर्पस, उहाँको काम पुरा गर्नुको लागि उहाँले क्रिएट गर्नुभएको कुराहरू हामी त्यहाँनिर बुझ्छौँ है। अनि मेन एउटा कुरा चाहिँ के हो भन्दा एन्जल्सको चाहिँ फिजिकल बडी हुँदैन है। एन्जलको फिजिकल हाम्रो जस्तो यो फिजिकल बडी एन्जलको कहिले पनि हुँदैन, तर ऊ फिजिकल बडीमा ह्युमन फर्ममा ऊ अपियर चाहिँ हुनसक्छ, ऊ आउनु चाहिँ सक्छ, ह्युमन फर्ममा ऊ आउनु सक्छ वर्ल्डमा। तर एन्जल्सको चाहिँ अफिसियल्ली चाहिँ ऊ फिजिकल बडीमा चाहिँ क्रिएट भएको होइन। अनि एन्जल्स चाहिँ ऊ चाहिँ एउटा बिङ हो जो चाहिँ स्पिरिचुअल रेममा ट्राभल गर्छ अनि स्पिरिचुअल रेममा ऊ वर्क गर्छ है। अब हामी फिजिकल रेममा हो भने त विदिन मिली सेकेन्ड, अब 1 सेकेन्डमा पर उतादेखि यहाँदेखि उता ट्राभल गर्नु सक्दैन नि त यो फिजिकल बडी, तर स्पिरिट चाहिँ सक्छ। त्यही भएर उनीहरू चाहिँ स्पिरिचुअल बिङ हो, उनीहरू चाहिँ स्पिरिचुअल रेममा। अब हामी हेऱ्यौँ भने अब यसको बारेमा पनि म पछि हजुरहरूलाई भन्दै जानेछु है कि स्पिरिटमा पनि स्पिरिचुअल के भन्नु पोर्टलहरू, हामी स्पिरिचुअल पोर्टलहरू छ, स्पिरिचुअल वर्ल्डमा चाहिँ स्पिरिटमा ट्राभल गर्ने वेजहरू छ है। अनि जहाँ चाहिँ हामी स्पिरिटमा चाहिँ विदिन मिली सेकेन्ड, विदिन 1 सेकेन्डमा हामी त्यहाँबाट यहाँबाट त्यहाँ स्पिरिटमा ट्राभल गर्न सक्छौँ है। त्यही भएर म्यान अफ गडहरूले प्रोफेसी गर्छ, फोरेन्सिक प्रोफेसी उनीहरूले गर्नुसक्छ, किनभने उनीहरूले स्पिरिटमा ट्राभल गर्छ विदिन 1 सेकेन्ड। उनीहरू बात मार्दै पास्टको कुरा भनिरहेको हुन्छ, फ्युचरको कुरा पनि भनिरहेको हुन्छ, प्रेजेन्टको कुराहरू पनि भनिरहेको हुन्छ। कसरी भन्दाखेरि उनीहरूले त्यो स्पिरिचुअल पोर्टलबाट त्यो जग्गा पाएर उनीहरू त्यहाँबाट चाहिँ ट्राभल गरिरहेको हुन्छ। अनि लाइक त्यसरी नै एन्जल्स पनि त्यो चाहिँ के भन्छ मिनिस्ट्री अफ एन्जल भनेर हामी त्यहाँनिर बुझ्छौँ है कि उनीहरूले चाहिँ मिनिस्टर गरिरहेको हुन्छ है, मान्छेलाई उनीहरूले सघाइरहेको हुन्छ। त्यो कुरामा प्रोफेसिस गर्दाखेरि एन्जल्सले सहायता गरिरहेको हुन्छ। अनि प्रोफेटिक एन्जलको बारेमा म तपाईँहरूलाई बादमा भन्छु, प्रोफेटिक एन्जल के हो अनि डेलिभरेन्स गर्ने एन्जल के हो त्यो बारेमा पनि म तपाईँलाई बादमा भन्नेछु है। अनि एन्जल्सको मैले भनिहालेँ। अनि त्यो चाहिँ कतिमा ल्याएको छ भन्दाखेरि फिजिकल बडी हुँदैन एन्जल्सको, तर उनीहरू मान्छेको फर्ममा आउनु सक्छ भनेर कतिमा ल्याएको छ भन्नुहुन्छ भने हिब्रू च्याप्टर 1 verse 14 मा तपाईँहरू भेट्नुहुन्छ त्यो बारेमा। अनि अर्को के हो भन्दा एन्जल्स कहिले पनि मर्दैन अनि एन्जल्सको कहिले पनि एज हुँदैन, उनीहरूको कहिले पनि एज लिमिट हुँदैन। एन्जल्स यति वर्ष उति वर्ष, कसैले तपाईँलाई यो एन्जल यति वर्ष हो भनेर भन्छ भने चाहिँ बिलिभ नगर्नु होला, किनभने बाइबलले त्यो भन्दैन। किनभने एन्जल्सको एज हुँदैन, उनीहरूको मर्दैन पनि, उनीहरूलाई केही पनि हुँदैन, किनभने उनीहरू प्रभुको क्रिएसन अनि उहाँको प्रेजेन्समा बस्ने बिङ भएको कारणले गर्दा, उहाँसँग मिलेर काम गर्ने बिङ भएको कारणले गर्दा बाइबलले के भन्छ, परमेश्वरको सुरु पनि छैन, अन्त पनि छैन। त्यसरी नै एन्जल्सलाई पनि त्यसरी नै क्रिएट गरेको छ। उनीहरूको एन्ड छैन, कहिले पनि उनीहरूको एन्ड छैन, तर सुरु चाहिँ छ, क्रिएट चाहिँ भएको हो, तर उनीहरूको एन्ड चाहिँ छैन है। अनि हामी त्यो कहाँ ल्याएको भेट्छौँ भन्दाखेरि लुक च्याप्टर 20 verse 36 तपाईँहरू हेर्नुभयो भने त्यहाँनिर भेट्नुहुन्छ। लुक च्याप्टर 20 verse 36 त्यहाँनिर हेर्नु अनि तपाईँहरू भेट्नुहुन्छ। अनि एन्जल्सको चाहिँ के हुन्छ भन्दा एन्जल्सको चाहिँ ग्रेट नलेज हुन्छ है, उनीहरूको चाहिँ ग्रेट अन्डरस्ट्यान्डिङ हुन्छ, उनीहरूलाई त्यसरी क्रिएट गरेको छ। हामी यो मान्छेको सोचाइ अथवा मान्छेको नलेज, मान्छेको अन्डरस्ट्यान्डिङ भन्दा चाहिँ उनीहरूको अन्डरस्ट्यान्डिङ चाहिँ फार बेटर हुन्छ। उनीहरूको चाहिँ सुपर नेचुरल्ली उनीहरू रेममा काम गर्ने बिङ हो है। अब जस्तो कि हामी नेचुरलमा काम गर्छौँ अनि कति व्यक्तिहरू, कति म्यान अफ गडहरू उहाँहरूले सुपर नेचुरल त्यो लेभलमा पनि उहाँहरूले काम गर्नु सक्नु भएको, त्यो अथोरिटी अचिभ गरिसक्नु भएको छ है। तर प्रायः जस्तो व्यक्तिहरूले हामी नर्मली हेऱ्यो भने हामी फिजिकल रेममा काम गर्छौँ, तर कति म्यान अफ गडहरू उहाँहरू सुपर नेचुरल रेममा उहाँहरूले काम गर्नुहुन्छ है। अनि त्यो सुपर नेचुरलमा काम गरेको कारणले गर्दा उहाँहरूको विस्टमहरू पनि, उहाँको नलेजहरू पनि सुपर नेचुरल्ली उहाँहरूको नलेज हुन्छ। बाइबलमा हेऱ्यौँ भने हामी प्रोफेट एजिकल, प्रोफेट इनोकहरूको बारेमा हेर्छौँ है। हामी उहाँहरू भनेको चाहिँ अब
प्रोफेट इनोकको बारेमा हामी भन्नु पर्दै गर्दाखेरि बाइबलले भन्छ इनोक टु वक विथ गड। इनोक चाहिँ परमप्रभुसँग हिँडे अरे क्या त। अनि उहाँले हामी देख्छौँ बुक अफ इनोक पढ्नु भने त्यहाँनिर लेखेको छ माउन्टेन्सहरू देखेको कुराहरू, सीहरू देखेको कुराहरू, अनि त्यहाँनिर कसरी सुसाइड गरेको व्यक्तिहरूको स्पिरिटहरू कैद गरेर राखेको हुन्छ, अनि कसरी चाहिँ न्युबर्न बेबीहरू कसरी प्रभुको लागि मरेको व्यक्तिहरू कसरी प्रभुको थ्रोनदेखि मुनिको चेम्बरमा कसरी उनीहरूलाई राखिएको छ त्यहाँनिर। जुन दिन डे अफ जजमेन्ट आउँछ त्यो दिन उनीहरूको पनि न्याय हुन्छ। त्यही भएर हामी बुक अफ इनोकमा हामी हेऱ्यौँ भने त्यहाँनिर पढ्छौँ प्रभुको थ्रोन रुमदेखि अलिकति मुनि चाहिँ एउटा चेम्बर छ है। त्यो चेम्बरमा चाहिँ प्रभुको निम्ति मर्ने, प्रभुको लागि लाइफ दिने व्यक्तिहरूको सोल अनि स्पिरिटहरू चाहिँ त्यहाँनिर राखिएको छ। त्यहाँ चाहिँ किन राखिएको छ भन्दा त्यहाँ चाहिँ उनीहरूले चाहिँ जजमेन्ट मागिबस्छ अरे क्या त प्रभुलाई, गड द फादरलाई उनीहरूले जजमेन्ट मागिबस्छ कि हाम्रो न्याय कहिले हुन्छ, हाम्रो न्याय कहिले भेट्छ, हामी निर्दोष थियौँ, हामीलाई मार्यो, हाम्रो न्याय कहिले पाउँछ भनेर उनीहरूको सोलले, उनीहरूको स्पिरिटले न्याय मागिबस्छ अरे क्या त। तपाईँहरू बुक अफ इनोकमा हेर्नु भने त्यहाँ पाउनुहुन्छ त्यो रेभोल्युसनको कुराहरू है। अनि त्यही भएको कारणले गर्दा है हामीलाई डिपर अन्डरस्ट्यान्डिङ हामीलाई हुनु एकदम जरुरी छ।